हेलो अनि नमस्ते एभ्रिवान, के छ सन्चै हुनुहुन्छ? आई होप सबैजना सन्चै नै आरामै हुनुहुन्छ होला। म फेरि पनि एउटा बबाल नयाँ खतरा युट्युबमा भिडियो लिएर आइसकेको छु। आई होप हजुरहरूले मेरो भिडियोलाई सबैजनाले लास्टसम्म हेरिदिनुहुन्छ भनेर हैन। आज चाहिँ एकदमै खतरा टपिक छ है। आज एकदम बबाल छ गाइज मेरो युट्युबमा। ओएमजी मेरो युट्युब भ्लगमा सबैभन्दा सायद आज स्पेशल होला हजुरहरूको लागि पनि र मेरो लागि पनि हैन। मेरो लागि पनि आज मेरो घरमा स्पेशल पाहुना आउँदै हुनुहुन्छ है। आज म एकदम खुसी छु। धेरै कति महिना भयो हाम्रो भेट भएको हैन। सो एकदमै हजुरहरूले धेरैले चिन्नुहुन्छ उहाँलाई चाहिँ हैन। मेरो प्यारो दियोर बाबु हैन। एकदमै धेरै माया। तपाईहरुलाई चाहिँ म अहिले भन्दिनँ, हजुरहरूले हेर्नुपर्ने हुन्छ, स्किप नगरेर हेर्नु होला। उहाँ आउँदाखेरिको मोमेन्टदेखि लिएर हुन्छ नि त कति कुराहरू छुटिरा हुन्छ क्या, सानो सानो रमाइलो पार्टहरू पनि छुटिरा हुन्छ। सो भिडियोलाई स्किप नगरेर हेर्नु होला सबैजनाले हैन। म चाहिँ यसरी किन बोलिरहेको छु भने म भर्खरै स्कुलबाट आएर ड्रेस चेन्ज गरेर यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यस्तो कपडा छिदिल बिदिल छ हैन। यो चाहिँ कपडाहरू म पट्टाउन गइरहेको छु। देन त्यसैले म तपाईहरुलाई चाहिँ स्टार्ट गरिहाल्छु भ्लग हैन। अहिले बजेको छ तपाईको 5:10 गएको छ हैन। 5:10 भइसक्यो भने उहाँहरू 6 साढे 6 बजेतिर आउने कुरा छ। हिजो अस्ति नै कुरा भइसकेको छ। अनि त्यही हो, एकदमै खुसी छु। अब हेरौँ कस्तो हुन्छ। आज उहाँहरू यति नै बस्नुहुन्छ। अब हाम्रै घरमा नबसे पनि अब आजको रात हाम्रै ठाउँमा हुन्छ हैन। भोलि उहाँहरू आफ्नो ठाउँतिर फर्किनुहुन्छ। को हुनुहुन्छ, को हो स्पेशल हैन। मेरो घरमा पाउने यसरी स्पेशल भनेको मलाई चाहिँ कसम भने फर्स्ट टाइम हो क्या। नत्र रिलेटिभ्सहरू दिदीहरू हैन, भाउजूहरू नर्मली बहिनीहरू आउँदाखेरि चाहिँ अब आउने जाने भेटघाट त भइरहेको छैन। तर उहाँ चाहिँ कसम भने फर्स्ट टाइम हो कि मेरो घरमा। अनि त फर्स्ट टाइम नै हो सायद। लास्ट त नभनौँ है, लास्ट चाहिँ नभनौँ, फेरि कुनै बेलामा होइन इन्भाइट गरिन्छ कि अथवा के हो त्यस्तै होइन। धेरै लामो नगरौँ होला, बोरिङ हुनुहुन्छ हजुरहरू। त्यही हो, लास्टसम्म हेर्नलाई कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला। मेरो स्पेसल पाहुना हजुरहरूलाई कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नलाई। सायद धेरैजना उहाँको फ्यान पनि हुनुहुन्छ होइन। सबैजनाले लास्टसम्म भिडियो स्किप नगरेर हेर्नु प्लिज। युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै अहिलेलाई भिडियोलाई कन्टिन्यू राख्न चाहन्छु। र अब म चाहिँ हजुरहरूलाई उहाँ आइसकेपछि चाहिँ देखाउँछु है त। यति गर्नु है त। त्यो खैरापुर पुग्यो कि कहाँ पुग्यो? खैरापुर भन्दा पनि त 12 नम्बर पुग्यो। त्यहाँबाट आरामसँग आउनु है। त्यो बाटो त्यहाँ अलिक उ छैन। अस्ति एक्सिडेन्ट भएछ कि राति। त्यो बाटोमा तान्छ, बिस्तारै आरामसँग आउनु, नातेर आउनु। त्यहाँबाट बुलेरिया बजार पुग्नु पर्यो। तुलापुर चोकमा ठुक्कै सुरुमा आउने बेला ठुलो त्यो हेलोजन लाइट चोकमा बालेको हुन्छ ठुलो हो, त्यही चोकैमा पुग्नु रोक्नुमा त्यहीँनिर है। गुलेरिया नपुग्दै तुलापुर चोक आउँछ, ठ्याक्क त्यहाँनिर आउँछ। तुलापुर चोकको सुरुमै आउँछ कि त्यो चोक, ठुलो लाइट बालेको हुन्छ कि बिचमा होइन। त्यो उता बिचमा मन्दिर भेट्यो कि नै? पुलमा आउनु भयो कि सोध्नु न। पुल आयो कि नै? पुल आयो कि नै भने त त्यहाँबाट गौरीशङ्कर मन्दिर आयो त्यहाँ होइन। हजुर त्योभन्दा अगाडि अलिकति अगाडि। अन्त बिचमा डाइभर्सन पनि छ। त्यो मन्दिरदेखि अगाडि डाइभर्सन छ एउटा है। ल आरामसँग नाचेर ल साथीहरू सुनि नै सक्नुभयो होला होइन। भर्खरै फोन कल हाम्रो स्पेसल गेस्टको आवाज सुनि नै सक्नुभयो होला। कतिजनाले चिनी पनि सक्नुभयो कि स्किप नगरेर हेर्नु है साथीहरू, रिस उठ्ने। बहुत धेरै स्किप गर्नु छ ल। अब हाम्रो स्पेसल गेस्ट आउँदै हुनुहुन्छ, नजिकै पुगिसक्नुभयो अरे। अब त्यही हो, हामी अलि यता भित्र छौँ। सागर बाबुको घर अलि बाटोनिर छ। सन्देन सागर बाबुले रिसिभ गरिसकेपछि बाबुले यहीँ लिएर आउनुहुन्छ। यहाँ पछि चाहिँ हामीहरू बाहिर नै जान्छौँ होइन। घरमा त एकचोटि ल्याउनै पर्यो, भाउजूको घर दाईको घर हेर्नै पर्यो होइन। अनि त्यही हो, अब ढुक रे के कस्तो म सोच्न म अचम्म लागिरहेको छ कि उहाँको मान्छे यहाँ आइपुग्नु भयो भनेर हुन्छ नि त। मैले चाहिँ विश्वासै गर्न सकिरहेको छैन। अब हजुरहरूले हेर्नु होला, म उहाँहरू आइसु नै भेटाउँछु। साथीहरू हामीहरू चाहिँ होइन यहाँ बाबुहरूलाई कुर्दैछौँ। यस्तो रात परिसकेको छ है। यहाँ दादाजी चाहिँ यसरी हात पछाडि राखेर मेरो प्यारो प्राण भन्दा प्यारो भाइ कति बेला आउँछन् भनेर झन्
सबैभन्दा अगाडि त तपाईँको शेरसिंह छ त्यहाँ हेर्नु न एकचोटि शेरसिंहलाई स्वागत गर्नलाई बसेको छ यहाँ म कति एक्साइटेड भएको ओएमजी लुक्यो किन रोकिनु भयो ए चाइनाको केटो त्यहाँ आउनुहुन्छ रोक्ने उहाँ लाइट बल राख हेर्नु है साथीहरू मेरो छोरो पनि आयो फेरि भगवान भगवान स्वागत छ बाइकको लाइटले केही देखिएन ए भगवान सलाम त बबाल छ त हेर न मेरो प्यारो दियोर बाबु बाप्रे नमस्ते चस्मा ढल्कियो हातमा ढोग्नी हातमा ढोग्नी भाग्य मानि हुनु बाजा मेरो स्पेसल गेस्ट देख्नुभयो नि हेर्नु यहाँ मान्छे के छ बाबु फाइनली आइयो ठुलो सपना थियो आउने पुरा भयो मेरो अरु धन्यवाद म त कस्तो मजा नि विश्वासै लागिरहेको छैन जिब्रो लडबडाइरहेको छ होपलेस भइरहेको छु हेलो नमस्ते यहाँ भाइहरू पनि आउनु भएको छ तपाईले हैन बहुत खुसी लाग्यो मलाई कस्तो देबो घडी यहाँ चामल सकिएको थियो अरे यहाँ खाएर कस्तो होला के जिप्पाए त्यही अझै ठिकै भयो नि काट्दिनु म किन काट्नु अहिले हल्ला नगर्नु जाऊँ न त भित्रै गएर बसौँ ल जामिनु म त पुरै काँपिरहेको छु कस्तो मलाई कस्तो विश्वासै लागिरहेको छैन बाबु मच्छेड पस्यो हौ नर्सरी कस्तो गर्मी छ नि है लेडिज लाउने हो पक्का बिजनेस वुमेन हो के ल ओके म पानी लिएर आउँछु है त पानी हिजोबाट फेरि एकदम तातो गर्मी छ क्या बढ एकदम मम्मी माथि बस्नुहुन्छ क्या खरडा छैन त ल्याऊ गाना गाउन मन लाग्यो पानी पिउनु न खाने होइन पिउने हो स्पेसल गेस्ट म किन होपलेस भइरहेको छु अब हुन बिस्तारै गर्मी धेरै छ नि त अब काठमाडौँ बसिरहेको हुन्छ होइन बर्दिया करेन्टतिर चाहिँ गफ यस्तै एकछिन गफ गर्छ नि त्यसपछि खाँदाखेरि केही गरौँ न होइन हेर्दै गर्नु हेर्नु अब खाना खान जानुपर्छ होइन अनि खाना खान अब गइन्छ नि त त्यही भएर अब खाजा अब के हुन्छ र वाटरमेलन स्पेसल गर्मीको लागि होइन एकदमै गर्मी छ उहाँहरूले पनि बाबुहरूले पनि भन्नुभएको छ कि यति गर्मी चिसो लेट्सी रातो छ कि छैन सेट हल्का रहेछ अब मिठो कतिको छ आइरहनु है आइरहन रेडी गरिसकेँ होइन लागेर दिन्छु खाजा यही हुन्छ ए धन्न गुलियो परेछ योवाला चाहिँ अलिक गुलियो हुँदैन नि तपाईँ त यहाँ हेर्नु है साथीहरू पङ्खा एउटा यहाँ छ यसलाई खराटा भन्छ खराटा यहाँ चलिरहेछ एउटा यहाँ चलिरहेछ जति पङ्खा चलाए पनि काठमाडौँको चिसो त यहाँ पाइँदैन होइन ल खानु है म लिएर आउँछु बाबु तपाईँले किन
खाइसक्नुभयो आज सोमबार त मेरो पनि खानु त भएन यो हुन्छ र खाना खाएर पनि यो खा पानी त हो तर तैले मलाई खाना खाँदै थिए त्यसले बताउँछ त्यही त नि म लिएर आउँछु नि आफ्नो हुन्छ नि सबै दिएर मैले यति मात्र खाएको छु भने कति माया गर्छु म चाहिँ यहाँ बसेको ल अलिक घर सानो भयो कि होइन तर अहिले भात तान्नु पर्यो के छ ठिक छ अनि के अरे अघि के भन्नुभएको थियो चित्त बुझ्यो कि फेरि भन्नु न एकचोटि रञ्जित बाबुले के अरे हामीले के लिने रञ्जित बाबुको दाइ तपाईँले के अरे काठमाडौँ बोलाएर पोडकास्ट लिनुभयो भाउजूले होम कास्ट लिन्छ होम कास्टमा तपाईँलाई के छ सोध्नुपर्ने सोध्नुहोस् भाउजू तपाईँ जानु न नै म सोध्दैन आज क्यामेराम्यान हो कि प्लिज आज क्यामेराम्यान कहिले काहीँ त मलाई क्यामेराम्यान बनाइदिनु हेरी जानु न फाइनली साथीहरू यति बेला अहिले हामी भाइरल भाउजू घर छौँ उतातिर भाउजू बुढा यता भाउजू बुढा हुनुहुन्छ यतापट्टि हाम्रो भाउजू हुनुहुन्छ भाइरल भाउजू यतातिर हाम्रो दाई हुनुहुन्छ रञ्जित दाई सबैले चिन्नुहुन्छ उहाँलाई त होइन त्यसपछि हाम्रो दाजु हुनुहुन्छ दाजु शुभ नाम वेद श्रेष्ठ ए हजुरको दाई पूर्वै काठमाडौँ ए अनि दादा हजुरको नाम सौगात छेत्री हजुर त हाम्रै पछि मिली पर्नुभयो केही छैन दाजु हामी यतिकै पढ्यौँ अनि यता पछि के छ त भाउजू तपाईँले के स्वाद गर्नुभएको छ रञ्जित दाईलाई तर यस्तो यो पिस हेर्दाखेरि त खसीको रातो मासु देखिन्छ के हो कुरो फलमासु भेज मासु ल के छ तपाईँलाई अनि फेरि पनि पश्चिम भाउजू घर आम भएको छ कि नै यो एरियामै नाम होइन जाडोमा पनि एकदम जाडो हुन्छ अनि रञ्जित सर तपाईँसँग मैले एउटा क्वेसन गर्न खोजेँ तपाईँले सपनाम पनि कहिले सोच्नु भाउसँग भेट्नु जानु यहाँ सपनामा चिताएको नि र तपाईँलाई भेट्दा कस्तो लागेको छ तपाईँलाई मैले सोध्ने हो नि त यो कस्तो ए ल सोध्नुहोस् अहिले पनि कामी रहन्छु म त यहाँ धामी धेरै छ नि दाइ तपाईँलाई लटाएर सुताएर तराईमा धामी धेरै छ नि दाइ तपाईँको माथि त्रिशुल भाला हानेर तपाईँलाई सिधा म भनिदिन्छु साथीहरू यहाँनिर बस्नु भए ढोकाको बिचमा पंखा खाँदै भाउजूको आमा हुनुहुन्छ यतापट्टि भाउजूको बुढा हुनुहुन्छ अनि उहाँ लजावती हुनुहुन्छ बिल्कुल लुकाइराख्नु भएछ नै उमङ्ग यहाँ नै उमङ्ग छैन क्या तिम्रो बिहाको लागि कुरा भइरहेको छैन यहाँ हो तिमी लौकी साथीहरू हामीहरू चाहिँ खानाको लागि भनेर बाहिर जाँदैछौँ भिडियो त बनाउनु पर्छ मम्मी चाहिँ अब आज मम्मीको सोमबार होइन बाहिर अलिकति लसफस हुन्छ भनेर बिहानैबाट सागरमा पनि खाइसक्नु भएको रहेछ अब हामी चाहिँ बाबाहरूलाई सबै फ्यामिली जाउँला भनेको यहाँ दुईजनाले कामै बिगार्नु भएको छ हजुर होम टुर 1 मिलियन राम्रो छ अनि अरू 2वटा जति गरिसके एउटामा 4 छ कामै छैन घर हेर्न मेरो होम टुर गर्नु भएको छैन त्यसमा केही पनि भगवान मम्मी दुईटा अन्डा भगवान यो होम टुर अरे हेर्नु सागर बाबु ताला लाउनु भयो नि भित्रतिर अरे ल हिँड्नु ल जाँदैछौँ कस्तो गाह्रो नाम हो त सत्विक यस लास्ट के भयो बाबु त
तर कस होम ओइ ओइ उता ताला लाउनु सकिने सब खोल्नुहुन्छ है मलाई विश्वास लागेन झुल्टाङ तर मलाई कता कता थियो बाबुले स्योर घर एक एक हेर्नुहुन्छ भन्ने मलाई थियो के गर्नु थियो नि त मलाई हैन यस्तो नलगाए त म त सुत्नै सक्दिनँ नि बाबु ठिक छ तपाईँ राति तपाईँ निदाउनु भयो हामी नसँग आउँछौँ झुल्दै भाग्छौँ सुत्दै नदिने कसैलाई देख्नु कति रमाइलो हुनुहुन्छ भगवान म त पछि पछि फेरि यता आएर नि दाइले भाउजूलाई दिएर सामान माया लगाऊ भनेर लगाऊ भनेर डेली लगाऊ तिमी लगाऊ छानी छानी रोजी रोजी डेली के बाबाले मम्मीको लागि ल्याइदिएको लो एकदम राम्ररी चेन्ज गर्यो के हो कुरो तपाईले सोध्ने बाबुले भन्ने ल भन्नु त के हो मामुले बाबाको लागि हो कि बाबाले मामुको लागि भन्नु न सानी केसको लागि हो सत विक नै हुनुहुँदो रहेछ विक नै हो कि बाबु त हामी श्रेष्ठ हुनुपर्छ कहाँको मान्छे यहाँ तलका मित्र क्या अनि यस्तो कालो अनुहारले त साँच्ची भनेको 3 दिनले खाइसकेछ तपाईलाई देख्नुभयो हाम्रो हालत कस्तो हुन्छ होला मेरो गर्लफ्रेन्डहरु मलाई नछोड्नुस् त अहिलेको अवस्था देखेर अरूले स्ट्रङ हुनेछु म अहिले मेरो पोडकास्ट हेर्नुपर्छ आउनु मैले इन्टरभ्यु दिएर आएको छु के कहाँ अहिले आउँछु म आउनु ए वाउ ल के छ त टिकटक बनाऊ टिकटक प्लिज ल एउटा भिडियो बनाइहालौँ है त ल सागर बाबु ल हाम्रो टिमहरू निस्किसक्यो हामीहरू चाहिँ कस्तो मधुर आउने कि राति भयो मेरो दुईजना अघि आउँदा नि त्यही ताल जाँदा नि त्यही के छ र नाममा ल ओके सती स्ट्रङ नि भनौँला नि त ओके सती स्ट्रङ गइसक्नु भयो लाजले भुतुक्कै हुनुहुन्छ यो के खुसीमा भन्दा साथीहरू मेरो जिन्दगी म त यही सोच्छु शौचालयको छेउमा यो बोर्डै आउनु नै यहाँ शौचालय मेरो सुत्ने ठाउँ जे पाए होइन त हावै चलेको त यहाँ त कस्तो राम्रो हावा चलेको म भन्छु आज सागर भाइरल भाउजू घरमा आएर शौचालयमा सुत्नु भइरहेको छ यो मेरो घर होइन भाइ यही हावा आउँछ त के भएको थियो त्यहाँ पात हल्लियो बोल्यो नि त्यो त सदेश हल्यो त बाबु ननिदाउनुलाई प्लिज आइहाल्नु ल रोजेको छौँ साथीहरू म चाहिँ हेर्नु है यहीँको मान्छे भए पनि यहाँ चाहिँ म फर्स्ट टाइम आएको होइन यो एरिया एकदमै राम्रो रहेछ खतरा लाग्यो कि मलाई चाहिँ यहाँ है वाउ उता चाहिँ अलि गर्मी बढी भयो अरे यहाँको कसले खाने रे हुक्का गाइस भोक लागिसक्यो भोक लागिसक्यो भोक लागिसक्यो यताको हाँसो हेरौँ न यताको हाँसो यो जमानामा हेरेको मैले यो एआईबाट ल ए मेरो छोरोको खाना पिना भोक लागिसक्यो यहाँ आएर बसेको कति भयो थाहा छ अन्त हामी अरू अन्त बिजी थियौँ कि अन्त अरू यता गार्डनहरू घुमिरहेको थियौँ कि खाना चाहिँ अहिले पहिला अर्डर भयो 1 घन्टा जति भयो टाइम कति भयो भन्नुहुन्छ भने 6, 7, 8, 9, 10 पौनी 10 भइसक्यो छोरोले आज पौनी 10 बजे बल्ल कफ आयो नन भेज कति टाइम लाग्छ ए पहिला बुझे कस्तो मतलब आउँछ अहिले दौडिरहेछ ऊ त्यहाँ परसम्म पुगिसकेछ नन भेज पुगिरहेछ आइहाल्छ अहिले खानु न तपाईँ चिसो खाने के खाने चिसो चिसोमा के खाने एउटा डिउ खाने बाबु डिउ लिएर आउनु एउटा सागर बाबुले खाना खाइसक्नु भएको छ हामीहरू चाहिँ खाना आइसक्यो होइन स्टार्ट गरौँ है सबैजनाले ल म सुरु गरौँ पानको पसल
यति बेला आउँछ आई डोन्ट नो गाइज मटन हाम्रो उसको होइन होइन मटन खाइन म चाहिँ खाना खाएँ लास्टै भोक लागिरहेछ टेस्टी छ खाना है साथीहरू खानामा साग सालेड भुजिया खाना धेरै टेस्टी छ भन्नुभयो कुन ठाउँ रहेछ दाल मलाई परेन मलाई हजुर यो अनि त तरिका भाउजूको घरबाट जाने यताबाट हाँस्नु भएको छ भाउजूको बुढा फर्सी एम्मी भन्दै यहाँ एक परै भ्याउलाइसक्नु तर फर्सी दाइले फेरि प्रोटिन पुरा मनपर्छ क्या प्रोटिन दाइ त हमला हो हमला सिधै अट्याक हो दाइ त प्रोटिन देख्नै हुँदैन खतरा छ हो हेर्दै गर्नु साथीहरू है अझै देउरी खेल्नै बाँकी छ त्यो सबैको खाना मैले चाहिँ यति खानु सकेन है साथीहरू यो गाजर पनि यहाँ हेर्न सक्नुहुन्छ साथीहरू अहिले पुरै गुलरिया एरिया यो पुरै सन्नाटा चारैतिर एउटा भूत सबै चाहिँ गेस्ट हाउस हेर्न सक्नुहुन्छ यहाँ सब स्टाफहरूले खाना खाएर सुत्ने बेला भइसक्यो अहिले टाइम भइसकेको छ तपाईँको ट्याक्कै 10:10 बाबा आउँदा पेट अलि डिफ्रेन्ट देखिन्थ्यो अहिले चाहिँ के भएको यो के भयो के टुनटुन बेलुन चाहिँ फुलाइदियो मेरो एकछिन उफ्रिनु के पच्छ यो बाबुलाई चाहिँ धेरै गाह्रो भइरहेको छ पस्नु एकछिन उफ्रिनु यस म्युजिक मेरो सानो यता हो पेटको एक्सर्साइज नाइ देखिँदैन नत्र अनि जाम एक राउन्ड मारौँ एकैछिन त अनि जाने त अनि सुत्ने हो जाम रेस देख्नुभयो उसलाई त उता बेलुका हामी सधैँ हो नि घुम्न आउने उहाँबाट उसको लागि एकदम राम्रो मान्छ ल जाममा बाजे यसरी ढिला ल के साथीहरू हामीहरू चाहिँ अब घुम्न पैसा कमाउने दाइ भाउजू भएपछि यस्तै हुन्छ दिनभरि पैसा कमाउँदा राति घुमाउँछन् हामीलाई यहाँ पान पसल पान खाऊँ न पान यहाँको स्पेसल पान स्पेसल पान खानुहुन्छ यहाँको साँच्ची भनेको काठमाडौँको कुनै गल्लीमा पाउनुहुन्न तपाईँहरूले जाम कि साँच्ची भनेको एकैछिन हेर्छु यस्तो बवाल छ कि यहाँको पान कुरै नगर्नु बब्बाल झकास आवाज अमूल्य छ उसको आवाज सधी स्ट्रङको ल हाम्रो टिम चाहिँ अब पान खान हिँडेको खाइके पान गुलरिया वाला यस मैले होइन दिदीले हजुर होइन यस्तो हो नि त अब कसैको कस्तो हुन्छ हेबिट कसैको कस्तो हुन्छ बाबु तपाईँ कति फुची हुनुहुँदो रहेछ कस्तो माने है तपाईँ कस्तो हाइट मेरो अगाडि त हाइट हजुर ओइ कता हो बन्द हुन लागिसकेर चाहिँ सबैभन्दा राति एकदम ढिलो बन्द हुने पसल यही हो के पान रेडी भयो खै के पान बनाएर सानो तिम्रो र मेरो है यो प्लिज यो अटाउँदैन तिम्रो मुखमा यस्तो मजा छ कि कुरै नगर्नु यो पान साँच्ची भनेको होला फेमस एकदमै गुलरिया भन्दा नि मैले काठमाडौँमा पनि 2-3 ठाउँमा खाएँ मलाई लागेन कि यस्तो बवाल छ के हो बेस्ट छ खानु न दाइले पानी खानु न के सानो हाफ है 50-50 होइन उहाँलाई दिइहाल्नु यत्रो खान सक्दिनँ म के मेरो सानोले पुच्छर खान्छ नि म टाउको खान्छु ल जति सक्छु त्यति टोक ल चियर्स गरौँ न सबैजनाले रन्जित बाबु सबैजना छिटो हेर गइसक्यो छुच्चो होला हामी गरौँ हजुर मेरो भाइ पनि आएछ
अस्तिको त्यो हस्की त होइन नि यो त हस्की त भगवान के त बोल्नु के भयो बल्ल खुले मुख मुखमा मेरो पान छ तरुनीतिर ध्यान छ तरुनी मुसुक बसैमा ठुसो पान कस्तो लाग्यो नडाँटी भन्नु त साँच्ची राम्रो छ नि है रञ्जित बाबु भनिदिनु न युट्युब च्यानल सब्सक्राइब गर्न 80,000 मात्रै 20,000 अझै बाँकी छ मलाई छिटो चाहियो सिल्भर प्ले बटन तीनजना त मेरोबाट नै आउँछ सुन्नुहोस् मेरो तीनजना पनि फलो गर्नु सम्पूर्ण दोस्रो मान्नु बाबुहरूलाई तीनजना मेरो पनि फलो सब्सक्राइबर आउँछ 17 जना बेच्नु इन्स्टाग्राममा 17 जना बेच्नु टिभीबाट आउँछ 17 जना हेर्नु उहाँलाई सब्सक्राइब नगर्नुहोस् कता कता पैसा कमाउने टिकटकमा नाचेर पनि होइन होम भिजिट 3 चोटि कसले गर्छ 3 चोटि होम भिजिट 2 चोटि तर राम्रो हुन्छ कन्टेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज किनभने 100 के पुगेपछि म पनि सेलिब्रेसन गर्न आउँछु नि त यहाँनिर अनि फेरि पनि तपाईँहरू चाहिँ होइन यसरी नै भ्लगमा चाहिँ भाउजूको भ्लगमा म देख्न चाहनुहुन्छ भने सक्दो चाँडो मेरो अनुहार देख्ने बित्तिकै बरु भाउजूलाई इग्नोर हानेर मलाई सब्सक्राइब हानिदिनुहोस् होइन 100 के पुगेको म हेर्न चाहन्छु प्लिज होप यदि कसैले हेर्नु भयो भने चाहिँ मलाई माया गर्नुहुनेले चाहिँ मेरो एक वचन बस सब्सक्राइब गर्नु चाहिँ यति म ढुक्कै छु किनभने मलाई थाहा छ नि त मैले कति चाँडो यति धेरै सब्सक्राइब गेन गरेँ नि त एकदम धेरै चाँडो तर होइन तपाईँको आफ्नै कन्टेन्ट राम्रो हुन्छ ल अब यति मटन खुवाएको यति हो थ्याङ्क यू सो मच एभ्री वान अहिलेसम्म हेरेर साथ दिनुभयो हामी गुलेर एक राउन्ड आउँछौँ लभ यु एभ्री वान प्लिज युट्युब च्यानल सब्सक्राइब गरिदिनु भन्न चाहन्छु यति भन्दै हल्ला बाई